कटिङ अस्ति रोपेको यस्तो खै कस्तो दामी जरा आएछ है यस्तो जरा आएको छ हो। यो चाहिँ बलुवामा चाहिँ रुटिङ पाउडर लगाएको है। रुटिङ पाउडर लगाएर चाहिँ अस्ति गरेको यस्तो दामी चाहिँ यस्तो दामी रुट आएको छ हो। अब यसलाई चाहिँ टक्कै यो पटमा चाहिँ यसरी ठक 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 रोप्नुपर्छ, मजाले सर्छ। यो चाहिँ हाम्रो हो गदावरी रोपेको। आज सन्डेको काम चाहिँ यस्तो छ, हेर्नुहोस् होला। सन्डेको आज काम चाहिँ पुरा हाँस्यो। सन्डेको चाहिँ आज हामीले यहाँ चाहिँ पुरा मल माटो बनाएर चाहिँ यति पट भरेर चाहिँ यहाँनिर चाहिँ हामी गदावरी रोप्दैछौँ हो। तपाईँहरूलाई देखाइदिएको यस्तो काम गऱ्यो आज हामीले सन्डे। यहाँ चाहिँ अस्ति उयो गरेको थियो नि त, यहाँ के गरेको भन्छ यसलाई, कटिङ लगाइरहेको थियो। अहिले चाहिँ यसलाई निकालेर चाहिँ पटमा हाल्दैछ। हेर्नुहोस् होला, यस्तो छ आजको काम हाम्रो। अब यो सबै चाहिँ पछि फुल्दा क्या दामी हुन्छ, त्यतिखेर देखाउँछु तपाईँहरूलाई। कटिङ पनि बेसी छैन, यति छ, यति रोपिसक्यो हो, यति चाहिँ छ। अब यसरी गर्छ हामी सन्डे काम, सन्डे फन्डे। बाई बाई, ह्याप्पी सन्डे एभ्री वान।